नमस्कार। योग आयुर्वेद र स्वदेशीको साथमा आज पनि हामी उपस्थित भइसकेका छौँ। हामीले कार्यक्रममा विभिन्न रोगको विषयमा तपाईहरुलाई जानकारी दिँदै आएका छौँ। आजको श्रृङ्खलामा पनि हामीले यस्तै एउटा रोगको विषयमा चर्चा गर्नका लागि उपस्थित भएका छौँ। विशेष गरेर पायसले मानिसलाई जीवनमा कसरी दुःख दिन्छ र पायसलाई कसरी निराकरण गर्न सकिन्छ यो सम्बन्धी जानकारी त छँदैछ र यसमा अझ छारसूत्र विधिको विषयमा पनि आज हामी चर्चा गर्नेछौँ। आजको श्रृङ्खलामा पनि हामीसँग योग र आयुर्वेदका जानकार चक्रपाणी न्यौपानेजी हुनुहुन्छ र यो कार्यक्रमलाई सहकार्य गरेको वैदिक आयुर्वेद सेवा प्रणालीले। अबको क्रममा पायल सम्बन्धी रोगको बारेमा जानकारी र छारसूत्रको विषयमा जानकारी दिनको लागि श्रद्धेय चक्रपाणी न्यौपानेज्यूलाई म आग्रह गर्न चाहन्छु। धन्यवाद सनतजी। हामीले योभन्दा अगाडिका एपिसोडहरूमा पनि विभिन्न रोगहरूको बारेमा कुराकानी त गरिरहेका छौँ र यसमा पायल्सको पनि धेरै एपिसोडहरू हामीले बनाइसकेका छौँ। त्यसमा आज हामी फेरि विशेष गरेर छारसूत्र जुन आयुर्वेदमा एकदमै प्रभावकारी अहिले लेटेस्ट आएको एउटा छारसूत्र छ, यसको बारेमा कति मान्छेहरूलाई के छ भन्दा अलिकति भ्रम पनि छ। यो छारसूत्र भनेको यो एक प्रकारको अपरेसन हो कि बिना अपरेसन हो? होइन, यो अपरेसन भनेको चिरफार हो, यो वास्तवमा अपरेसन होइन। तर अपरेसन जुन चाहिँ अरू त तपाईँको उपचार पद्धतिमा चाहिँ अपरेसन गरिन्छ भने यसलाई चाहिँ तपाईँको के छ भन्दा सामान्य रूपमा अपरेसन नगरिकन त्यसलाई बाँधेर, यो छार भनेको खरानी होइन त? एउटा औषधिको माध्यमबाट त्यसलाई चाहिँ के छ भन्दा बाँधेर त्यसलाई त्यहाँ भएको त्यो समस्यालाई चाहिँ निराकरण गरिन्छ। रसीले बाँधिन्छ? रसीले बाँधिन्छ। त्यो औषधिजन्य रसी हुन्छ र त्यसलाई त्यो किसिमको एउटा हुन्छ। त्यो वास्तवमा के छ भन्दा त्योले एकदमै प्रभावकारी मानिन्छ। पछि फेरि बल्झिँदैन यो फेरि। कतिपय अपरेसन गरेका पायल्सका बिरामीहरूको त्यो मासु बढ्ने फेरि पनि हुन्छ भने छारसूत्र विधि गरेपछि के छ यसमा? कतिको छारसूत्र विधि गरिसकेपछि के हुन्छ भन्दा त्यो ठाउँमा फेरि मासु पलाउँदैन। अरू ठाउँहरूमा भएको त आफ्नो ठाउँमा छँदैछ, जुन ठाउँमा गरियो त्यो ठाउँमा पलाउँदैन। अच्छा, हजुर। अब हाम्रो उहाँ हुनुहुन्छ, उहाँले चाहिँ त्यो छारसूत्र एकचोटि गरिसक्नु भएको छ। वैदिक आयुर्वेदमा गएर छारसूत्र गरेर आउनु भएको थियो। उहाँको हामीले अनुभव पनि सुन्नेछौँ है। उहाँको शुभ नाम चाहिँ? हजुरको शुभ नाम के पर्यो? उहाँकोबाटै जाउँ न त। मेरो नाम त विष्णु राणा हो। विष्णु राणा। यो हामी चितौनको माडी भन्ने ठाउँमा हामी आइरहेका छौँ। उहाँकै निवासमा घरमा यहाँ आइरहेका छौँ। उहाँकै घरमा छौँ। के छ, छारसूत्र नगर्नुभन्दा अगाडि औषधि पनि सेवन गर्नुभयो है हजुरले? पहिला जचाएर औषधि खाइयो। अब औषधि खानुभयो। तपाईँलाई त्यो पायल्स हुँदा चाहिँ के समस्याहरू थियो? मलाई खासै त अब पहिला अचानकमा त्यस्तो पहिला खासै दुख्थेन। हजुर। अचानकमा एकैचोटि अपचार दुख्यो। दुख्दाखेरि अनि अब त्यहाँ आयुर्वेदिक छ अरे भन्ने सुन्यो। मैले त्यहाँ गएँ अनि अपरेसन गर्दाखेरि मलाई हरेक रोगहरू पनि होइन पिसाबको सम्बन्धीमा पनि नराम्रो देखा पऱ्यो। अनि त्यस अनुसार दबाई खाइयो। अनि फेरि अनि खुन जचाउँदाखेरि नराम्रो पनि भन्ने थिएँ, तर त्यो अहिले राम्रै भयो मलाई। अहिले ठिक छ होइन? अहिले ठिक छ। अब त्यो अब कहिलेकाहीँ यसो अब त्यो घाउ यसो कहिलेकाहीँ यसो दुख्ने भने कहिलेकाहीँ खानपिनको कारणले होला भन्न सकिन्छ है, नत्र भने खासै त्यस्तो चाहिँ छैन। पायल्स हुँदा के भएको थियो तपाईँलाई सुरुमा? सुरुमा हजुर हजुर। लक्षण अब त्यही दिशा गर्न सकिन्थेन, गाह्रो हुन्थ्यो, पिसा फेर्न सकिन्थेन, त्यही गाह्रो हुन्थ्यो। नत्र अनि खासै त्यस्तो अनि खानपिनमा त्यही माछा मासु खाँदा अदुवा खाना हुन्थेन, त्यही हो। अरू त त्यस्तो हुन्थ्यो, गाह्रो हुन्थ्यो। दिशा बस्दा दुख्ने के थियो? त्यस्तो केही थियो? दुख्थ्यो। पहिला सानो थियो, मैले केही उस गरिनँ के, दुख्थेन खासै। अचानकमा एकैचोटि दुख्न थाल्यो कि मलाई। त्योभन्दा पहिला त मलाई त्यस्तो खासै थिएन। खानपिनको कारणले होला भन्छु मैले। त मैले मुख त बाँड्थिनँ, मैले नबारेको कुरो। मैले कहिले मुख बाँड्थिनँ। अनि त्यही भएर पनि अनि पछि एकै अपरेसन भयो। अनि अपरेसन अब त्यहाँ आयुर्वेदिक अनि गयौँ, जचाएर अनि दबाई खाँदा नि 20-19 खासै त्यति भएन मलाई, किनभने मेरो धेरै ठुलो हुनाले के। अनि त्यसपछि अनि एकैचोटि अपरेसन गरेपछि अहिले चाहिँ अपरेसन गर्नुभयो। अपरेसन गरेपछि अहिले के छ? अहिले कुनै चिजहरू खाँदा ओर्दा दुख्ने ओर्ने हुन्छ कहिलेकाहीँ? कहिलेकाहीँ अब मलाई यसो अनुभव गर्दाखेरि हजुर यो मुलाहरू खाँदाखेरि हुँदो रहेछ, त्यस्तो बेला अलिक गाह्रो हुन्छ, पोल्दो रहेछ जस्तो लाग्यो। नत्र भने अरू त ठिकै नै हो। अनि अब बाख्रा मासु नखा भन्नुभएको थियो, बाख्रा मासु खाएन खासै।
मैले त्यति मासु पनि चाप्दिनँ पहिल्यैबाट नि। अनि त्यही कारणले अहिले त्यति मैले सबै अहिले खास मैले त्यति मासु नि खाँदैन। अनि अहिले मुलाको तरकारी यसो खाँदाखेरि दुखे जस्तो हुन्छ, नत्र खासै त्यस्तो त केही हुँदैन। बट्टामा बन्द गरेको अचारहरू खाँदा अलिक गाह्रो हुन्छ है। हो सर, बट्टा बन्द अचारहरू खान हुँदैन। त्यो भयो भने एकचोटि छारसूत्र गरेको पनि दुख्न सक्छ। यो पाइल्स भएको मान्छेले बट्टा बन्द चिजहरू जस्तै जङ्क फुडहरूदेखि लिएर खानै नहुने एकदमै बस्नुपर्ने कुन चिजहरू छन्? मैदाबाट बनेको बिस्कुट, पाउरोटी, चाउमिन, चाउचाउ केही लिनु हुँदैन। यसले गाह्रो हुन्छ। अदुवा मरिचहरू त थाहा नै छ तपाईँलाई, पहिल्यै थाहा छ होइन? यो अदुवा र मरिच खान नहुने कारण के हो खास? यसले गर्मी पैदा गर्छ। पाइल्स भनेको के हुन्छ? गर्मी पैदा भएर हुन्छ। अच्छा, बुझ्नुभयो नि? गर्मी र त्यहाँ भएको त्यसलाई के गर्छ भन्दा पिरो चिजले डाहा बनाउँछ। सुकेको खुर्सानी पनि खान हुँदैन है। अर्को गेडागुडीहरूले पनि असर गर्छ। मैले त्यो उस खाँदाखेरि असर भयो जस्तो लाग्यो। गेडागुडी त्यो के अरे चनाहरू, केराउहरू, चना भन्दा नि केराउ खाँदा हो, गेडागुडी खान हुँदैन है। यावत चिजहरूले पनि असर गर्छ। भनेपछि गोटा पनि पार्नु भएन। हो, गोटा पर्न भएन। दिशा जब गोटा पर्छ, दिशा टाइट हुन्छ, त्यहाँ समस्या आउँछ। छारसूत्र गरेर ठाउँ त ठिक छ, तर अरू ठाउँहरूमा पनि त्यहाँ त्यो कारणले इन्फेक्सन भइरहेको हुन्छ, गाह्रो भइरहेको हुन्छ। त्यो हिसाबले गर्दा सामान्य व्यक्तिलाई पनि त्यस्ता चिजहरू खाँदा समस्या हुन्छ। अब उहाँ त के छ भन्दा एकचोटि उहाँलाई समस्या भइसकेको मान्छेलाई चाहिँ अलिक गाह्रो हुन्छ। त्यसलाई बचिरहनु पर्यो। अब यसमा कपालभाती गर्ने यो सिकाउनु भयो कि भने योगहरू केही सिकाउनु भयो के अरे? अब बिर्सिनु भयो। अब बिर्सिनु भन्दा अब काम गरिन्छ के अरे? अब काम गर्छ। भर्खरै उहाँ जङ्गलबाट भारी बोकेर आउनु भयो। अब एउटा कुरो के छ, पाइल्सको बिरामीलाई जसले धेरै भारी बोक्छ, धेरै गरुङ्गो बोक्दा गाह्रो हुन्छ। थाहा छ? केही याद गर्नु भएको छ? अलिक भारी बोकेर दिन अलिक गाह्रो हुन्छ नि, केही याद छ? खै गाह्रो कि नगाह्रो, अब काम गर्ने सधैँ गरिरहने भएर थाहा नभएको। नभए काम गर्दाखेरि भारी बढी बोक्दाखेरि त्यसलाई असर गर्छ होइन? त्यो अलिकति त्यस्तो खालको कहिलेकाहीँ समस्या आउन सक्छ। वेटलाई मेन्टेन गरेर काम गर्नु पर्यो। कपालभाती गर्नु होला यो। यसरी माथि सास फेर्ने, सास फाल्ने। 6 बजी 7 बजीसम्म सुत्तिन्छ कि 7? बिहान छिटो उठेर यो गर्नु पर्यो। पहिला पो आफू एउटा चारजना काम गर्ने। अनि बिहान उठ्ने बित्तिकै मनतातो पानी 2-3 गिलास खाने गर्नु होला। उठ्ने बित्तिकै पानी त खान्छु, पानी खाने गर्नु होला। अनि सकेसम्म चिसो पानी नखानु, मनतातो पानी खाने गर्नु होला। त्यति मात्रै नभएर तपाईँले फ्रिजमा हालेको कुनै पनि चिज नखानु। हेर्नुहोस् है, राम्रै व्यक्तिलाई पनि फ्रिजको पानीले खानेकुराले असर गर्छ। त्यो भएर हजुरले के गर्नु भन्दा फ्रिजमा भएको खानेकुराहरू, अब वैदिक आयुर्वेदमा गएँ मैले चाहिँ छारसूत्र गरेँ, ठिक भयो, अब जे खाए नि हुन्छ भनेर त भएन नि। भोलि ठिक भयो फेरि उस्तै भएपछि त फेरि वैदिक आयुर्वेदको बेजेत हुन्छ। फेरि अनुशासन त त्यो नभएकालाई पनि कायम चाहिन्छ। मैले एउटा कुरा के सुने, रोग भनेको वास्तवमा ठुलो कुरा होइन, अनुशासन सिकाउने चिज हो भनेर भन्थे एकजनाले। रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली। कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा आयुर्वेद, योग, स्वास्थ्य जीवनशैलीबाट बिरामीहरूको उपचारमा प्राप्त भएको सफलताको कथा यहाँहरूमाझ प्रस्तुत गर्ने गर्छौं। आज पनि हामीसँग यस्तै एउटा सफलताको कथा छ। हेटौँडा 16 हटियाकी 58 वर्षीय सीता ढकाल कहाली लाग्दो पाइल्सको समस्याबाट ग्रसित हुनुहुन्थ्यो। मलाई चाहिँ पाइल्सकै समस्या थियो, टोयलेट गर्न नसक्ने अनि ब्लड जाने, एकदम ब्लड जाने। पाइल्सकै कारण बोल्न समेत आँट गर्न नसकेकी सीतालाई आफ्नै आँगन र शौचालय नै परदेश जस्तै हुन लाग्यो। एकदम ब्लड जाने, भाउन नहुने, बोल्न गर्न आँटै नआउने, अब यति नै हो भने जस्तो हुने। त्यहाँसम्म पुगेको। त्यस्तो अवस्था उयो भित्र समाउँदै टोयलेट पुग्न सक्दैन थिएँ। अब कसैले भने सेक्दाखेरि हुन्छ भने सेकेर नि मलाई भएन। धेरै अस्पतालका औषधि घरेलु विधि गर्दै कष्टकर जीवन पाइल्स सँगसँगै बिताइरहेकी सीता बाँचुला हाँसुला भन्ने आशै मारेर मनै पीर बोक्दै बसिरहनु भएको थियो। त्यो भने रुनी नै हो, म त डाकै छोडेर रुनी। मेरो त एउटा आदर, एउटा बाँच्ने नै छँदै थिएन। त्यस्तो नै भएको हुन चाहिँ म अन्तिमै भएको। अब यस्तो रोग मलाई अहिलेसम्म थाहा पनि नभएको। यस्तो हुँदाखेरि ओहो धेरै नै गाह्रो हुनेछ, बाँचिँदैन, उपचार छ मेरो भन्ने नै मलाई थिएन।
घर परिवारका लागि चिन्ताको विषय, देख्ने इष्टमित्र र आफन्तजनका लागि दयाको पात्र बनिरहँदा आफ्नै जीवन भारी लाग्थ्यो भन्नुहुन्छ। उपचार कहाँ गएर गर्ला भन्ने त अब सबैजना घर जानेहरू सबै चिन्तित हुनुभयो। त्यति ब्लड गयो, अब के गर्नु, कति पोल्यो, कति रुई, त्यो रोएको त भनेर साध्यै छैन। यहाँ वल्लहर पल्लहर छरछिमेकीले कसैले पनि बाँचे भनन्, त्यो मेरो बिजोग देखेर हरे भगवान् कस्तो मान्छे के गरी बाँच्ने होला भन्ने कतिजना भयो। आफ्नै सम्धिबाट जब वैदिक आयुर्वेद सेवा प्रणालीका विषयमा जानकारी पाउनुभयो तब जीवनमा एउटा आशा भेटियो। अनि मैले चाहिँ अब उहाँ सम्धिले र छोरीले भन्ने भएर त्यहाँ त्यो लाइन चोक नारायणघाटमा गयौँ। अनि त्यहाँ गएर चेकअप गरेर सल्लाह लिँदा दबाई खाँदै जानु, राम्रो भयो भने आउनु, नत्र पर्दैन, अब केही उपाय अरू गरौँला भन्नुभयो। अनि मैले पत्याएको थिएन, अब यो जाबो धुलो खाएर यो हुने कुरा नि होइन, तैपनि जाउँ, एउटा शास्त्रले आशो हो, जाउँ गएर सोधौँ, सल्लाह लिउँ, दबाई खाँदै जाउँ, मुख बारौँ, मेरो दिन सकिएर रहन्छ भने बाँच्छु भन्ने एउटा आशाले नै गएको थिएँ। जब वैदिक आयुर्वेद सेवा प्रणालीबाट डाक्टरको सल्लाह अनुसार नियमित रूपमा औषधि सेवन गर्न थाल्नुभयो। समस्या ठुलो छ तपाईँलाई, अब मैले भने जति मुख बार्नुपर्छ, मुख चाहिँ एकदम बार्नु होला, कन्ट्रोल गरेर बार्नु होला। दबाई दिएपछि त्यो सकिएपछि आउनु, 3 महिना लगातार खानुपर्छ भन्नु, 3 महिना लगातार खाएँ। पायस छ भन्ने छैन मलाई, पायसले चाहिँ एकदम चटक्कै छोड्यो, आनन्दै छु म, र म असाध्यै खुसी छु। यो सम्झ्यो भने पनि अहिले डर लाग्छ, हेर्नु म त्यहाँसम्म पुगेको। आफ्नै श्रीमतीको पीडामा दुखी भएका सीताका श्रीमान उनलाई यो अवस्थामा देख्न पाउँदा धेरै खुसी लागेको र वैदिक आयुर्वेद सेवा प्रणालीलाई धेरै धेरै धन्यवाद भन्दै खुसी व्यक्त गर्नुहुन्छ। अब यतिकै हो जिन्दगी, यति मात्रै रहेछ बाँच्नु भन्ने जस्तो पनि लाग्थ्यो। लगभग चाहिँ 2 पाकेट 3 पाकेटभन्दा बढी खुनहरू जान्थ्यो टोयलेट बस्न जाँदा। त्यो स्थितिको मान्छेलाई अहिले चाहिँ खाना गर्न सब ठिक छ, वैदिकको दबाई खान थालेपछिबाट क्रमशः सुधार भएर अहिले राम्रो भएको छ। औषधि खुवाउने माध्यम चाहिँ नि शर्मिला बिडारीको चाहिँ ससुरा रामशरण बिडारीले दबाई प्रयोग गरिरहनु भएको रहेछ र त्यहाँ जाँदाखेरि राम्रो हुन्छ भनेर उहाँको माध्यमबाट हामी त्यहाँ गएको। अब अहिले चाहिँ हामीलाई धेरै खुसी पनि लागेको छ, राम्रो पनि भएको छ। हेटौँडा सोह्र हटियाकी 58 वर्षीय सीता ढकालको यो कहानी त प्रतिनिधि कहानी मात्र हो। हवस् त, फेरि अर्को श्रृङ्खलामा वैदिक आयुर्वेद सेवा प्रणालीले बिरामीको उपचारमा प्राप्त गरेको सफलताको कथाका साथ उपस्थित हुने नै छौँ। जय देश, जय आयुर्वेद। वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन चौक, नारायणगढ। फोन 056 595 174, मोबाइल 98 550 50 934। ट्याङ्ला चौक, कृतिपुर, काठमाडौँ 98 512 40 934। इटहरी धरान रोड, हलगडा चौक। फोन 056 580 555, मोबाइल 98 456 54 392। हरियो सागसब्जीहरू अलि बढी खान पर्यो। सलादहरू हाम्रो घरमा अहिले मुला त प्रशस्त होला नि, मुला छ कि छैन? हो, मुला मजाले खान सकिन्छ। मुला पाइल्सको लागि अति राम्रो वरदान हो है। अचार भन्दा काँचै खाएको राम्रो। अचार त त्यो त एकदमै बिखै हो, एकदम अचार त खाने नै होइन। पिरो हाल्नुहुन्छ त्यसमा, चिल्लो हुन्छ। अर्को कुरो, बट्टामा बन्द भएर त्यसलाई धेरै दिन राखेपछि अमिलो भएपछि त्यो बिख भयो। त्यही भएर सकेसम्म बट्टा बन्द अचार सुस्त व्यक्तिले नि नखाने है। काँचो मुला मजाले खाने, जसले तपाईँलाई चाहिँ पाइल्समा निकै राम्रो गर्छ। तर डक्टरले खाने सल्लाह दिँदै सिक्नु तपाईँले सिकाउनु भयो थियो के अब फेरि सिक्नु पर्यो। अनि अर्को कुरो, प्रत्येक दिन तपाईँले के गर्नु पर्यो भन्दा मनतातो पानीमा बस्ने, दिशागरलाई डुबाउने, दिशागरलाई टाइट गर्ने, छोड्ने गर्यो, अश्विनी मुद्रा भन्छ, त्यो चाहिँ 5 मिनट रेगुलर सधैँ गर्नुभयो भने भोलि केही समस्याहरू त्यस्तो आउँदैन है। त्यसलाई सिजबाद भन्छ। सिजबाद यो खुम्च्याउँदा गर्दाखेरि खास त्यसमा रगतको प्रवाहले गर्दाखेरि राम्रो हुन्छ हो। त्यसमा रगतको प्रवाह हुन्छ, जहाँ रगत पुग्दैन त्यहाँ समस्या आउँछ। यो त हामीले पहिलेदेखि भनिरहेछौँ है। उहाँलाई आहार विहार र आचारको विषयमा पनि भनिदिनु पर्यो। त्यसो आहारको बारेमा त कुरा गरिहाल्यो।
सलादहरू खाने, मैदाबाट बनेका चिजहरू नखाने, अदुवा मरिच सुकेको खुर्सानीहरू नखाने होइन, त्यो चाहिँ गर्नु पर्यो। पानी अलि धेरै लिनु पर्यो, पानी चाहिँ खाइराख्नु पर्यो, शरीरमा बनाउनु भएन। कोल्ड ड्रिङ्क्स नखाने, पेय। अब गर्मी सुरु हुन लाग्यो, अब हामी त फ्रिजमा चाहिँ चट्ट चाहिँ कोका कोला, फेन्टा, स्प्राइट राख्छौँ, खान्छौँ, त्यसले पनि असर गर्छ। कोल्ड ड्रिङ्क्स पनि खानु भएन है। यी चिजहरूमा होसियारी गर्नु पर्यो। एकदमै सुक्खा खालको चना, केराउ, गेडागुडीहरू, ती चिजहरू पनि कम खानु पर्यो है। खाएन त्यस्तो बिस्कुट पाउरोटीहरू खानु भएन। आहार भयो विहार र विचार कपालमाथि अस्मिनिङ मुद्राको साथमा। यो एउटा त सिक्नु न, अलि ढाड सिधा गरेर भन्नु, अलि ढाड सिधा भर्खर एउटा चाहिँ गर्नु। कसरी रे? यसरी रे, सास फेरि माथि, सास फाल्ने मात्रै, तान्ने होइन, फाल्ने। पानी फाल्ने यसरी। अब ठिक छ, वैदिक आयुर्वेदमा गएर उपचार गर्नुभयो, 2-4 पैसा खर्च पनि भयो। अब त्यहाँ पनि स्टाफहरू छन्, सबै कुरो छन्, सबै कुरो हुन्छ, सबै कुरो मेन्टेन गर्नु पर्यो। हामीलाई फेरि यहाँ गरेर त्यहाँका फेरि तपाईँलाई उपचार गर्ने व्यक्तिले नि गरिदिन्नन्। तिनीहरू सबै सञ्चालनको लागि पनि तपाईँसित केही रकम लिनु पर्यो, खर्च त भयो। के छ, वैदिक आयुर्वेदलाई के भन्नुहुन्छ, आज तपाईँ एकदम ठिक हुनुहुन्छ, राम्रो हुनुहुन्छ, उहाँहरूलाई के भन्नुहुन्छ, ऊ हाम्रो बाले पनि कपालभाती जान्नुभएको रहेछ, गरिरहनु भएको छ। ऊ हेर्नु त कस्तो मजाले गर्नु, यसलाई यत्रो बुढो मान्छेले जान्नुभयो। पुरा यो कपालभाती पनि फास्टवाला पनि गर्नु हुँदो रहेछ बाल त। हे तेरिका, हे तेरिका, ल हेर्नुहोस् त, ढेडारी मदारी भइसक्यो। अब तपाईँले उहाँबाट सिक्नु पर्यो। हेर्नु त कस्तो राम्रो योगा गर्नुभयो, उहाँले फास्टवाला गर्नुभयो। यो त युवाले गर्ने खालको बुढो मान्छेले गर्नुभयो। हजुरले वैदिक आयुर्वेदलाई के भन्नुहुन्छ? अब थोरै उमा भन्नु न अन्तिम। अब के भन्छ है, अब उपचार गरियो राम्रै भयो भन्नु पर्यो होइन। त्यस राम्रो उपचार रहेछ नि वैदिक आयुर्वेद। राम्रै के छ, राम्रो छ कि राम्रै छ? सन्तुष्टि भयो, राम्रो छ, राम्रै भयो, राम्रो भयो है। कति समयपछि सन्चो भयो तपाईँलाई छारसुत्र गरेको? अब अहिले 1 वर्ष हुन लाग्यो अरे, फागुनमा हो। 1 वर्ष हुन लाग्यो। त्यसपछि अहिले फेरि उपचार गर्न जानु पर्यो होइन नि? परे होइन, एकचोटि चाहिँ त्यो अब मैले त्यही दबाईहरू चाहिँ के त्यो झोलहरू के तेल त्यही लिन पठाएँ, नानी यही दबाई लिन पठाएँ, नत्र काशीसारी तेलहरू होला। एकदमै उहाँको जुन छारसूत्रबाट सफलता उहाँले प्राप्त गर्नुभयो 1 वर्षसम्म। उहाँले त्यसपछि चाहिँ कुनै उपचार गर्नु परेको छैन र बिचमा चाहिँ केही तेलहरू चाहिँ उहाँले थप्नु भएको रहेछ, त्यो ठिक छ। र पाइल्सको लागि चाहिँ यो आयुर्वेद वरदान मानिन्छ एकदम। र त्यसमा पनि वैदिक आयुर्वेदले यति धेरै मानिसको पाइल्स सन्चो बनाएको छ। यस विषयमा चाहिँ तपाईँ के भन्न चाहनुहुन्छ? एकदमै एउटा कुरो के छ भन्दा वैदिक आयुर्वेद मात्रै होइन, आयुर्वेद एकदमै पाइल्स रोगको लागि त एकदमै राम्रो छ। त्यसमा पनि वैदिक आयुर्वेद ब्रान्डिङ भइसकेको छ एउटा पाइल्सको लागि त। मैले किनभने मलाई राम्रो भयो अनि त्यसपछि अनि मैले मेरो आफ्नो बहिनीलाई नि आफ्नो बहिनीलाई पनि लिएर जानु। के थियो बहिनीलाई? पाइल्सकै सम्बन्धी थियो। पाइल्सकै समस्या कस्तो छ बहिनीलाई अहिले? के छ? खै अहिले त राम्रै छ होला, राम्रै छ होला। दबाई थप्यो के अरे, फेरि गएर थप्यो। अपरेसन गर्न त खासै पर्दैन भन्यो। अनि फेरि अर्को नानी पनि त्यस्तै पाइल्सको सम्बन्ध थियो। अनि मैले सुसमाचार सुनाएको थिएँ, अनि मेरो बहिनीद्वारा नि गएर जँचायो भन्थ्यो। अनि अब अपरेसनै गर्नुपर्छ भने डाक्टरले अब अपरेसन गर्ने हो, मेरो सर्जरी बुढो आएपछि गर्ने हो भन्ने कुरा गर्नुभएको थियो कि अब त्यो अब उनीहरूकै कुरा होइन, उनीहरूको फ्यामिलीलाई लिएर अपरेसन गराउने नगराउने त ठिक छ। एउटा कुरो के छ भन्दा हजारौँ रोगीहरू, मैले एउटा तपाईँलाई याद छ कि छैन, एकजना महिला 1 वर्ष अगाडि पाइल्सको लागि ठिकाउनु भएको रहेछ। उहाँ बस्न पनि नसक्ने, उठ्न पनि नसक्ने, उहाँको पीडा सुन्दाखेरि हामीलाई कस्तो लाग्यो। अहिले 1 वर्ष भयो उहाँ खुसीका साथ घरमा बस्नु भएको छ। यो वैदिक आयुर्वेदले एउटा कुरो के छ भन्दा रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ। योग आयुर्वेद र स्वदेशीको साथमा स्वदेशी चिकित्सा। आयुर्वेद भनेको स्वदेशी चिकित्सा हो। स्वदेशी चिकित्सा भनेको एकदमै प्रभावकारी छ। हाम्रै देशका जडीबुटीहरू, हाम्रै वन जङ्गलका जडीबुटीहरू, जुन ठाउँमा मान्छे हुन्छ नि त्यही ठाउँकै वस्तुहरूले चाहिँ उसलाई फाइदा गर्छ, राम्रो गर्छ भन्छ। त्यस कारणले गर्दाखेरि एउटा हामी स्वदेशी चिकित्सा, स्वदेशी भाषा, स्वदेशी खाना, स्वदेशी रीतिरिवाज र अर्ग्यानिक खानेकुरालाई अगाडि बढाउँ। यति भन्दै आजको एपिसोड कार्यक्रमबाट बिदा हुन चाहन्छु। अर्को श्रृङ्खलामा फेरि पनि आउनेछ। तबसम्मको लागि बिदा दिनुहोस्। हस्, नमस्कार।
विश्व इतिहासमा मानव सभ्यताको विकास सँगसँगै विश्वकै सबैभन्दा पुरानो उपचार पद्धति आयुर्वेद उपचार पद्धतिको सुरुवात भएको मान्ने गरिन्छ। आयुर्वेदिक उपचार पद्धतिको आकर्षण दिन प्रतिदिन मानिसहरूमा बढ्दो देखिन्छ। ज्ञान र विज्ञानको सम्मिश्रण, जल, जमिन र जङ्गलबाट उत्पादित जडीबुटीहरूको वैज्ञानिक प्रयोग सँगसँगै बिना साइड इफेक्ट बिरामीहरूको उपचारमा पाइएको सफलता, जीवनमा आएको परिवर्तन र आयुर्वेदले गर्दा सिर्जना हुने रोजगारीको अवसरले गर्दा वर्षेनी युवाहरू रोजगारीको सिलसिलामा विदेशिनुपर्ने बाध्यात्मक परिस्थितिलाई केही न केही रूपमा कमी ल्याउनका लागि प्रत्यक्ष रूपमा आयुर्वेदले टेवा पुर्याउने गर्दछ। त्यस्तै आफ्नै घर आँगनमा उत्पादित जडीबुटीहरूको उच्चतम प्रयोगको भरोसाले गर्दा आयुर्वेदिक उपचार पद्धतिप्रति मानिसहरूको दिन प्रतिदिन आकर्षण बढ्दो देखिन्छ। नमस्कार। कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा मानिसको जटिलभन्दा जटिल रोगको उपचारमा पाइएको सफलताको कथा लिएर उपस्थित हुने गर्छौँ। आज पनि काठमाडौँ विष्णुदेवी निवासी 33 वर्षीया अनिता आचार्यको पाइल्स र फिसर रोगको उपचारमा पाइएको सफलताको कथा लिएर उपस्थित छौँ। 33 वर्षकै कलिलो उमेरमा पाइल्स र फिसरलाई 6 वर्षसम्म औषधि र उपचारका लागि विभिन्न अस्पतालहरूमा धाइसकेकी अनिता आफ्नो जीवनदेखि नै दिकदार हुनुहुन्थ्यो। यो नि एकदम मेन्टली एकदमै टेन्सन थियो। मलाई त के भयो, कस्तो ठुलै रोग लाग्यो जस्तो भएको थियो है। अब उभिन पनि हुँदैन, बस्दा पनि गाह्रो हुन्छ है। अब उठ्न पनि हुँदैन, हिँड्न पनि हुँदैन। अब मेरो जीवन कस्तो होला, एकदम टेन्सन परिरहेको थियो है। अरू हिँडडुल गरेको देख्दा पनि आफू राम्रोसँग उभिन नसकेको 6 वर्षको कठिन यात्रा अझ धेरै कति गर्नुपर्ने हो भन्ने प्रश्न मनमा दोहोरिरहन्छ। खान पनि नमिल्ने, जे पायो त्यही खान पनि भएन, हिँड्न पनि नसक्ने अवस्था। 5 मिनट पनि म उभिन सक्दिनँ थिएँ है। अब त्यस्तो अवस्थामा अब के गर्ने होला, अब जब गर्न कसरी जाने होला, मलाई एकदमै टेन्सन परिरहेको थियो कि। आफ्नो घर परिवारमा रहनुभएका 90 नागिसकेका हजुरबुवालाई देख्दा आफ्नो जीवन झन भारी र कठिन लाग्दै थियो। बुढो हजुरबुवा हुनुहुन्छ, 100 वर्षको हजुरबुवा हुनुहुन्छ, अनि बुवा हुनुहुन्छ, आमा हुनुहुन्छ। सबैलाई सेयर गर्ने बेलामा आफ्नो यस्तो अवस्था भयो है। एकदम पिर परिरहेको थियो। अब बच्चाहरूको है यस्तो छ, सानो सानो बच्चाहरू छन्, केही गर्न सक्दिनँ कि जस्तो लागेको थियो। आफ्नो पाइल्स रोग र फिसरको उपचारमा 20/19 नहुनु, औषधिको सेवनले पनि निको नभएको खण्डमा अब अपरेसनको तयारी गर्नुपर्छ भन्ने डाक्टरहरूको सल्लाहले दिन निराश अनि जीवन पनि त्यस्तै निराश थियो। डाक्टरहरूले त एकदम ठिक हुन्छ भन्नुभएको थियो है। औषधि खाएँ, मलाई 20/19 भएन कि। डाक्टरले त मलाई त अपरेसन गर्नुपर्छ, यो औषधि ठिक भएन भने अर्को पटक आउँदा अपरेसनै गर्नुपर्छ भन्नुभएको थियो। म त बरु औषधि खान्छु, वर्षौँ औषधि खान्छु, तर अपरेसन गर्दिनँ भन्ने सोचेँ। जब वैदिक आयुर्वेद सेवा प्रणालीमा गइसके पछाडि आफ्नो रोगको उपचारमा 20/19 भयो। अब आयुर्वेदबाट नै आफ्नो उपचार सम्भव रहेछ भन्ने उनलाई लागेको थियो। ठिक हुन्छ जस्तो लागेकै थिएन कि। पछि गएर त्यो औषधि खाँदा खाँदा आफूलाई इम्प्रुभ भएपछि आश पलायो के। 2 महिनाको लगातार आयुर्वेदिक औषधिको सेवन र डाक्टरको सल्लाह बमोजिमको खानपान र व्यायामले गर्दा 6-7 वर्ष लामो पाइल्स र फिसर रोगबाट छुटकारा पाउनुभयो। अहिले त यो औषधि, यो वैदिक आयुर्वेदिकले मलाई यति इम्प्रुभ गरायो कि मैले सोचेकै थिएन कि यसरी हिँड्न सक्छु जस्तो लागेकै थिएन, खान सक्छु जस्तो लागेकै थिएन। खालि बोइल कुरा मात्र खाएर कसरी बाँच्ने होला जस्तो लागेको थियो। 2 महिना अगाडि म 2 मिनट पनि हिँड्न नसक्ने मान्छे अहिले आएर दिनमा 4 घन्टा पनि हिँड्न सकेँ कि। अहिलेको अवस्थामा आएर सुपरभाइजर भएर काम गरेँ, गडकहरूलाई काम गराएँ है। अनि 2 घन्टाको बाटो हिँडेर अनि फेरि बेलुका आउँदा फेरि 2 घन्टाको बाटो आउनु पर्थ्यो। जताततै हिँडेर 5वटा क्षेत्र परेको थियो, त्यो क्षेत्र पनि मैले पुरा गरेँ कि। घर परिवारको रेखदेख,
आमा छोरी बुहारी सबैका कर्तव्य र आफ्नो जागिरसम्मको कर्तव्य निष्ठापूर्वक पालना गर्दै पुरा गर्दै उनी अगाडि बढ्दैछिन्। यस्तै सफलताको कथा हामीसँग अझ धेरै बाँकी छन्। आयुर्वेद उपचार पद्धतिको माध्यमबाट वैदिक आयुर्वेद सेवा प्रणालीले बिरामीहरूको ओठमा ल्याएको मुस्कान र जीवनमा ल्याएको खुसियालीका उदाहरणहरू अझ धेरै बाँकी छन्। हवस् त, कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा आजको सफलताको कथा यति नै। जय देश जय आयुर्वेद। वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन चौक, नारायणगढ। फोन 056 मोबाइल 98 550 934। ट्याङ्ला चौक, कृतिपुर, काठमाडौँ 98 512 40 934। इटहरी धरान रोड, हलगडा चौक। फोन 056 580 555। मोबाइल 98 456 54 392।